So welcome to day 145 of my bulking series. आजको प्लान हल्का डिफरेन्ट थियो। आजबाट छ हाम्रो कलेजमा स्पोर्ट विक र मैले पनि गरेको छु यसमा पार्टिसिपेट। केरा र पिनट बटर खाएर म लागे कलेजतिर। आज मैले गरेको थिए 3000 मिटर रेसमा पार्टिसिपेट। त्यसपछि रनिङ हुन्छ स्टार्ट। पोजिसन चाहिँ त्यति राम्रो आएन बट रेस इज कम्प्लिटेड। सायद हिजै ट्रेडमिलमा भागेकाले आज हल्का पर्फर्मेन्स ड्रप भयो बट बेटर लक नेक्स्ट टाइम भन्दै म लागे फुटसलतिर। फुटसलको साइडमा ब्याडमिन्टन खेल्दै हामीले म्याच इन्जोय गर्यौं। त्यसपछि फेरि कलेज आएर कबड्डी म्याचेस र आफू खेलेको आर्म रेस्लिङहरू हेर्दै म लागे घरतिर र गरे आफ्नो लन्च पछि मैले खाए केही फिसेस र दिउँसोको टाइममा मजाले सुते। निन्द्रा पुरा आएर पानीले छ्याप छ्याप गर्दै म लागे वाइ सेन्टरमा आज पनि आफ्नो केही वेब डेभलपमेन्टको कामहरू गर्दै म लागे घरतिर। आज चाहिँ बोडी र लेगमा धेरै सोरनेस थियो सो आज मैले गरे रेस्ट डे बट केरा रिस्टक गरेर मैले आफ्नो डाइटलाई चाहिँ गरे कन्टिन्युटी। भिडियो एडिटिङ र बेलुकाको लागि खाना पकाउँदै दिन भयो आजको अन्त्य। सी यु अन द नेक्स्ट ब्लग। बाई।